पोखरा घुम्नु भयो तर बिहानै फेवातालमा काइकिङ गर्नु भएन भने तपाईले पोखराको सबैभन्दा शान्त र जादुमय अनुभव नै छुट्याउनु भयो। बिहानको पहिलो किरणसँगै हामी फेरि आइपुगे फेवातालको किनारमा। हिजो राति बत्तीको उज्यालोले चम्किरहेको यही ताल आज हल्का कुहिरो, चिसो हावा र सुनौलो घामसँग बिल्कुलै फरक देखियो। यस्तो लाग्छ पोखराको हरेक बिहान प्रकृतिले नयाँ क्यानभस कोर्छ। सो आज हामी काइकिङ गर्न गइरहेको छौं। सो सबैभन्दा पहिला हामीले राम्रो कयाक हेरेर कयाक हायर गर्यौं र कयाक हायर गरिसकेपछि त्यहीको भाइले हामीलाई एकदम राम्रो तरिकाले सबै कुरा एक्सप्लेन गर्नुभयो, कसरी कयाकलाई चलाउने, कसरी यसलाई ह्यान्डल गर्ने। र रमाइलो कुरा यो थियो कि यहाँको भाइहरूले अलरेडी हाम्रो भिडियोजहरू हेर्नुहुन्छ। उहाँहरूले मलाई चिनिहाल्नु भयो। ए दाइ हजुरको त्यो बाइकवाला भिडियोज मैले हेरेको थिएँ, दामी थियो दाइ, पहिला हजुरको कपाल लामो थियो भन्दै उहाँहरूले कुरा गर्नुभयो, जुन सुनेर एकदमै राम्रो लाग्यो मलाई पनि। सो यही सबै कुराकानी गर्दै उहाँहरूले हामीलाई कयाक कसरी चलाउने, कसरी यसलाई ह्यान्डल गर्ने भन्ने कुराहरू पनि डिस्क्राइब गर्नुभयो। र सबैभन्दा पहिला निलम कयाक लिएर तालमा उत्रिन्, त्यसपछि मेरो पालो आयो। कयाकमा बसेर पहिलो पटक पैदल चलाउन सुरु गर्दा अलिकति उत्साह, अलिकति डर, तर केही मिनटमै त्यो अनुभव रमाइलो यात्रामा बदलियो। पानीको प्रत्येक छालसँगै कयाक बिस्तारै अगाडि बढिरहेको थियो अनि हामी प्रकृतिको झन नजिक पुगिरहेका थियौं। तालको बीचमा पुग्दा यस्तो लाग्यो मानव समय केही समयको लागि रोकियो। न कुनै हरन, न कुनै भिडभाड, न कुनै हतार, केवल पानीको हल्का छाल, चराचुरुङ्गीहरूको आवाज र प्रकृतिको अद्भुत शान्ति। यदि तपाईँ पोखरा घुम्न जाँदै हुनुहुन्छ भने बिहान अलि चाँडै उठ्नुहोस्। केवल लेक साइडमा हिँडेर वा फोटो खिचेर मात्र नफर्किनुहोस्। फेवा लेकमा एक पटक काइकिङ गरेर हेर्नुहोस्। विश्वास गर्नुहोस्, यो अनुभवले पोखरालाई हेर्ने तपाईको दृष्टिकोण नै बदलिदिन्छ। हिजो साँझको शान्ति र आज बिहानको यो यात्रा, हाम्रो पोखरा सिरिज अझै जारी छ। अर्को एपिसोडमा फेरि भेटौँला।